भारी पकाइ चाहिँ खत्रै हो गाइज। Welcome to another एरित मिनी भ्लग। हेलो गाइज, आज चाहिँ औँसी माता तीर्थ औँसी। तपाईहरुले आमाहरूको मुख हेर्नुभयो होला, हामीले पनि हेरिसक्यौँ। अनि अब चाहिँ हामी माथि चियाबारी जाँदैछौँ घुम्नलाई, एरित र म। ल जम्मै त साथीहरू। यहाँ हान्नु सक्नुहुन्छ, यो मान्छे चाहिँ गल हरे। गल्यो गाइज। कस्तो गलिन्छ यार, कति उकालो छ यार। यस्तो कति उकालो छ बाटो छ यार, हान्न सक्छ। यहाँ हान्नु न, यो मान्छे कुदेको, गल्ने मान्छे कुदेको। सो गाइज, हामी चाहिँ माथि आइपुगिसकेको छौँ चियाबारी। छ हामी त फोटो पनि खिचिसक्यौँ, यहाँ हेर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ चियाबारीमा छौँ। अब कतिखेर जाने? आइजहरू अनि जाने। यहाँ हान्न सक्छ मम्मी। मेरो मम्मी है गाइजहरू। अब खै अलिकति हान्नु देखाउँ। यहाँ माथिसम्म हो गाइजहरू, यहाँ माथिसम्म हो गाइजहरू चियाबारी। अब तपाईँ के भन्दिनँ? बुझ्दै हुन्छ नि गाइजहरू। यहाँ हेर्नु कति चाहिँ टिप्नु भएको छ गाइजहरू। चिया हेर्नु यहाँ हामी अब हामी चाहिँ डुल्न आएको कि गाइजहरू। यो पँधेरो भनेको चाहिँ के हो? त्यो एउटा किरा हुन्छ नि, थाहा छैन। ए थाहा छैन, छ्याछ्या गनाइरहेको छ कि गाइजहरू। अब एकछिनबाट हामी घर जान्छौँ गाइजहरू। अब यस्तै छ गाइजहरू। चिया खाएको कि गाइजहरू, यति नमिठो रहेछ फेरि। के भएर गुलियो चिया त मिठै लाग्न छोडेको छ कि मलाई, अनि त्यही भएर होला। हामी चाहिँ गुलियो चिया जहिले खाइन्छ के भयो। डोरा बिस्कुट अनि गाइज यो चाहिँ ट्याटु हो होइन, अर्ग्यानिक ट्याटु। अर्ग्यानिक ट्याटु यहाँ। मलाई पनि यो त त्यो मलाई नि मिठो लागेन। कस्तो एक्सट्रिम त कस्तो दबाई जस्तै हुँदैछ। होइन हो त्यो देहीले यसरी खानु भनेको, यसरी खानु भयो कि यसरी खानु भनेको। मिठै भएन भने गिलास ल्याउनु भन्नुभयो कि खानै जान्नु भएन, नभए त मिठो भइहाल्थ्यो। दबाई जस्तै लाग्यो मलाई। दबाई घरमा भेटौँ है एक भारी चिया लिएर लडिन्छ है। त्यस्तो खतरा छ होइन। त्यो भयो एरित भारी पकाइ चाहिँ खत्रै हो गाइज। पोखेको अवस्था यहाँ राख्नुहुन्छ। चिया बोकाइ खतरा तरिकाले बोक्दै हुन्छ। यहाँ चिया पोख्नु भयो यहाँ गाइजहरू। बाई बाई गाइज, हाम्रो भ्लग चाहिँ यहीँ सिद्धिसकेको छ। हामी चाहिँ चियाबारी पुगेर आइसकेको छौँ। अब डेली भ्लग हाल्नुपर्छ कि अब व्यस्तताले नि हुन्छ होला। कमेन्टमा नि भनिदिनु होला गाइजहरू। अब हामीले डेली भ्लग हालौँ कि नहालौँ भनेर भन्नु ल गाइजहरू। बाई।